हाम्रो मम्मीको बर्थडेको दिन केक मेकर चाहिँ यो भन्न हो कसैलाई थाहा दिएकी थिइनँ म चुपो लाएर बसिरहेको थिएँ सबैजना भेला पारेर ल्याइस् भदैनी बुहारी जुवाई सबैजना भेला पारेर ल्याइस् तँलाई पनि धन्यवाद छोरी हाँस्ने तिम्रो बानीले मेरो जानेन नि हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आज हाम्रो मम्मीको बर्थडेको दिन र गणतन्त्र दिवसको दिनमा आकाशमा यस्तो दामी रेनबो देखिरहेछ र यो रेनबोलाई चाहिँ मैले खिच्ने मौका पाएकी छु। यस्तो रमाइलो लागिरहेछ। आज मम्मीको बर्थडे बस्न बस मेरो भदै मेरो सबै आएछ मैले भिडियो बनाउँदैछु सबैमा खबर गरेन बोला राखे र म पञ्च इटरी गरेर आउनु फेरि विष्णुलाई निम्ते पुगेन अरे मैले बोल्न गरेको मेरो गिफ्ट यही Thank you, sorry, thank you. भेला भए भदैनी बुहारी छोरा ज्वाइँ यो भिजा ग्रान्टेड फर अस्ट्रेलिया। मम्मी हेर त मम्मी पुरा दङ्ग पर्नु भयो। आज सबैजना यहाँ भेला भएको अवस्था। स्ट्याचु जे भए पनि कसैलाई थाहा दिएकी थिइनँ म चुपो लाएर बसिरहेको थिएँ भदैनी सबै वरिपरि राखेर माझा राखेर फोटो खिचिदिएँ आए खुसी लाग्यो यही रमाइलो मेरो लागि। मेरो भदैन हुन्छन् हुँदैनन् कहाँ कहाँ पुग्छन् देश विदेश हुँदैनन् तर अहिले जे होस् रमाइलो बनाइदिए त्यति खुसी लाग्यो छोरा छोरी सबैजना भएर सबै भएर खुसी लाग्यो बाबु लु अब कुखुरा बनाउनु थाल्छु है ल मामा दुईटा के थियो कति धेरै माया बाफ्रे। तिमीहरू चाहिँ कहाँ हिँडेको ग्याङ भएर कहाँ छ गिफ्ट किन्ने ठाउँ यहाँ? यहाँ चाहिँ म चाहिँ अहिले यहाँ राति हल्का चिसो बनाउने कुरा लिएर आउँदैछ फुड फ्रेस गर्नलाई। अब चाहिँ गएर केक काट्ने हो अनि त्यसपछि खाने हो। जागी चोकमा रहेछ हाम्रो यहाँ जागी चोकमा चाहिँ 7 स्टार सपिङ सेन्टर भन्ने त्यहाँबाट चाहिँ हामी लिएर आएको। तपाईँहरू पनि सबै आउँदै चोकबाट लिनु होला है त। उसको फेभरेट हो। अन्त यसो हुँदा ए पहिलाको एन्टिना चलाए जस्तै भयो त यसो गर्दा झगडा यहाँ मिलेर बस्थेँ है। निकाल अप्सा निकाल्छ अप्सा पनि निकाल त। केक चाहिँ मेल्ट भएर यसो भन्छ धेरै हल्ला गरेर तिमीले फुटाउनै सक्दैनौ तिमीहरूले। Congratulations and best wishes.
अर्को छ तिमीलाई अर्कै अब चाहिँ हामी यहाँनिर केक काट्न गइरहेका छौँ। अब साथ सरप्राइज भइसक्यो होइन? भएन सरप्राइज थाहा भइसक्यो तिमी चाहिँ यसले थोरै थाहा पाएँ थाहा भइसक्यो। कसले उखालिदिएको सानो ल मामाले हो सुन्दा माइस You're welcome. You're welcome. Thank you so much. Thank you. Thank you. केक मेकर चाहिँ यो भन्न हो सरी क्रेडिट चाहिँ सबै उसलाई जान्छ। Happy birthday to some time for celebration. Happy birthday to you. Happy birthday, dear mommy. Happy birthday to you. La. Happy birthday, Pupu Azul. यसको अस्ट्रेलियाको पलान छ La. तिमीहरू सबैजना अघि उसको फोनमा यस्तो स्वाइप गर्दाखेरि ल मैले काट्ने चिम्टी चाउरीले भएर गएर यति ल्याइदिन्छ मिलाएर टिको थुपार्दै ल हेर प्रगति गरे नातिनीहरूले कि नातिनीहरूले प्रगति गरेर भएका टिको होइन सबै नातिनीहरूले काम पुरै हाले है भएछ है सुनमा के खाना खाना अगाइसक्यो नि हैन बिहान छ मम्मी कहाँसम्म मन पर्यो मलाई भित्रैदेखिको मन पर्यो रुने हो कि फेरि रुन्न खुसी हुनुहुन्छ मम्मी आज भइहाल्छ नि दिदी यहाँ भदैनी म पुपुको भदैनी हो एकदम हेलो भदैनी बुहारीमा चाहिँ है सबैजना आज भदा भदैनी ग्याङ आज सोहन सबैले एकचोटि हेलो भन्नुहोस् त सबै छोरीले फोटो हाली सबैले थाहा पाएछ सबैले छोप्यो भिडियो बनाउँदैछ होइन फोटो हेरेर थाहा भएको अलरेडी थाहा थियो अस्तिदेखि हाम्रो प्लान थियो मम्मी कोला नै बनाएको रहेछ यसरी अनि अहिलेसम्म मेरो यसरी बर्थडे मनाइदिएको थियो नि केक चाहिँ ल्याएर काट्थ्यो बेला बेला छोरीले तर यसरी सबै भेला भएर आएका थिए नि गइदियो आज त जे होस् रमाइलो गर्नु अब धेरै वर्ष आइपुगोस् भाइ ल ल बाबु ल राम्रोसँगले आफ्नो जिउको ख्याल गर ल ल ल बाबु ल ल राम्रो ख्याल गर्नु राम्रोसँगले गर्नु दिदीले गर्दाखेरि सबै भदा भदै सबै जिताउँछ बुहारी पनि त्यसो न मलाई त अचम्मै लाग्यो आफै गरी किनेर लिएर आएको आफै गएर किनेर ल्याएर टिको लगाइदिए यति थुपा ल कान्छ ल यसलाई चाहिँ भ्याइन रहेछ झर्को त लाग्छ नि जेठानी देउरानी यसरी मिलेर बस्नु हाँसीको देख्न पाइयोस् ठासा ठुसा कहिले नहोस् है ल सबैजना भेला पारेर ल्याइस् भदा भदैनी भदैनी बुहारी ज्वाइँ सबैजना भेला पारेर ल्याइस् तँलाई पनि धन्यवाद छोरी यति नै हो जस राम्रो गरिदिस् थ्याङ्क यू बस हजुर हेर्नु त सरप्राइज ल बस हजुरबाको लागि स्पेसल के हुन्छ बस मात्रै थियो
अचानक हामीले बर्थडे गर्दा नि गर्दिनँ होइन यहाँ सुन्नु न छोरी सबै यो छोरीको हो त अलिकति भयो नि खाइदिनु केही न केही त निकालेर खानै पर्छ जे मनपर्छ त्यही खानु आमा ल ल हजुरबा बस्नु आफ्नो छोरीसँग सो गाइज यसरी मम्मीको बर्थडे रमाइलोसँग सेलिब्रेट गऱ्यौँ थ्याङ्क यू फर वाचिङ सी यू इन नेक्स्ट ब्लग